दाई एउटा दाई गर्ने भन्छ नि, दाई गर्नका लागि पनि बिचमा मियो चाहिन्छ। अहिलेको नेपालको मियो को हो त? हाम्रा सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता विधेयकमा पूर्व राष्ट्रपतिको नाम मुन्तिर सिग्नेचर गर्नुभयो। जम्मा त्यो कामको लागि उहाँ हुनुभएको। उहाँलाई कागती बाजै भन्छन्, मैले लगाएको दोष होइन, सिधा कुरो। मैले कसैलाई दोष लाउँदिन। कुनै पार्टीप्रति मेरो केही पनि छैन। मेरो जम्मा, हाम्रो जम्मा भनेको मुलुकलाई माया गर। बडा महाराज धिराज पृथ्वीनारायण शाहले मुलुक जोडिदिएको थियो र पो नेपाली भन्न पाइएको छ। नभएदेखि कता हुन्थ्यो, के हुन्थ्यो। जसरी उहाँले नेपाललाई एकीकरण गर्नुभयो, हामी चाहिँ के चाहन्छौँ भने विश्वभरि रहेका र नेपालभरि रहेका सबै युवा, सबै नागरिकहरूको मन पनि एकीकरण हुनु पर्यो र हामीलाई अभिभावकको रूपमा राज संस्था चाहियो। अनि राज संस्था अनि तर प्रजातान्त्रिक मुलुकमा पढेको मान्छे हो हामी र मुलुक चलाउने भनेको चाहिँ यो युवाहरूले, जसले भ्रष्टाचार गर्दैन, जसले मुलुकलाई माया गर्छ, जसले भ्रष्टाचारीका पाता कस्छ, त्यस्तो खालको हिम्मतिलो साहसी छोरो चाहिएको हो। देशमा अहिलेसम्म आजसम्मको फिडब्याकमा त्यही बुझियो। त्यसकारण नडराइकन संसारभरि रहेका नेपाली युवाहरू, दाजुभाइ दिदीबहिनीहरू, देशभित्र रहेका दाजुभाइ दिदीबहिनीहरू, तपाईले जुनसुकै पार्टी माने पनि भयो, जुनसुकै नेतालाई माने पनि भयो, अभिभावकको रूपमा राज संस्था राख्न जरुरी भयो। किनभने 62-63 सालको आन्दोलनमा राज संस्था राख्ने भनेर सम्झौता गरेको रहेछ, 5 बुँदे सहमति भएको रहेछ। तर दलहरूले पछि धोका दिएर आफू चाहिँ महाराजा हुनको लागि, आफूले चाहिँ नेपाली जनतालाई रैती पार्नका लागि धोका दिएर राज संस्थालाई विदा गरे। त्यो पनि धेरै कुरा छन् त्यसको पछाडि। अर्को कुरो, राज संस्था राजा वीरेन्द्रको वंश विनाश गरिदिउँ हामीले भनेर रहले क्लेम गरिसक्यो। तात्कालीन रहले नि गरेको रहेछ विनाश। भनेपछि यता आएर भाइ मारा र दाजु मारा भनेर नेपाली जनता र राजाको बिचमा पाटो ल्याए। त्यो कुरो प्रष्ट बुझिसक्यो। भनेपछि जसरी लगेका, हिजो फालेका थिए त्यसरी ल्याउनु पर्यो। अन्यथा हामी सबै युवाहरू एक ढिक्का हुन तयार छौँ नि। एकदम तयार होइन, भइसकेका छौँ। खाली टाइम, समय, त्यसको मौका पनि, जेको पनि मौका हुन्छ है। कहिले काहीँ के हुन्छ भने महिना पुग्छ तर 2 दिनसम्म पनि बच्चा आउँदैनन्। यस्तो प्रकृतिले बनाएको कुरो भने हामीहरू त सोचमा छौँ, परिवर्तनको योजनामा छौँ। हामीहरू जरुर गर्छौँ, तर थोरै 2 दिन, 4 दिन, 5 दिन ढिलो समय छ, 100% हुन्छ। अनि जेलमा गएका सबै जति छन् जेलमा राज्यले अनैतिकता तरिकाले भित्र हालेका मान्छेहरू पनि निक्लिन्छन्। यो 100%। अब तपाईलाई म भन्छु, हजुर, 3 कुनेमा चैत 15 गते कार्यक्रम गर्नका लागि त्यस दिनका संयोजक दुर्गा परसाईले सिडिओ कार्यालयबाट पूर्व स्वीकृति लिएको थियो। पूर्व स्वीकृति पनि लिएको, स्टेज पनि बनाएको। भनेपछि त्यहाँ कार्यक्रम गर्न दिनुपर्छ र त्यो कार्यक्रम स्थलको सुरक्षा गर्ने काम चाहिँ सिडिओ कार्यालयको हो, सरकारको हो, होइन? तर शान्ति सुरक्षा गर्नु त कता कता वारमा गए जस्तो गरेर इन्सास र एसएलआर लिएर, टियर ग्यासहरू लिएर 900 राउन्डभन्दा बेसी टियर ग्यास पनि चले। 2 जना हाम्रा युवा भाइहरूलाई, एकजनालाई त जलाएरै अब मारियो, अर्कोलाई गोली हानेर नियत्था मान्छेलाई मारिए। त्यतिका मान्छे घाइते भए। भनेपछि पूर्व योजना थियो कि भनेर सबैले विश्वास गरेछन् र एमनेस्टी इन्टरनेसनल लगायत विश्वभरिको संसार जगतले सरकारले ज्यादती गरेको हो बोल्न पाइन्छ, शान्तिपूर्ण आफ्नो अभिव्यक्तिहरू राख्न पाइन्छ भनिसकेका छ। बोलेको बापत, कार्यक्रम गरेको बापतमा अहिले पनि आस्थाका बन्दीहरू थुनामा छन्। ती बन्दीहरूलाई बिना शर्त रिहा गर्नु पर्यो। अहिलेसम्म पूर्वाञ्चलका जति ठाउँमा हामी घुम्यौं, सबैको बच्चा बच्चीदेखि बुढाबुढीदेखि युथहरूको भोइस त्यही छ। त्यसकारण यथाशीघ्र रिहा गर। अब रिहा नै नगर्ने हो, भुटेरै हामी गर्छौँ, दमन गरेरै जित्छौँ भन्ने सरकारलाई लागेको भए, विभिन्न पार्टी विशेषलाई लागेको भए त्यो भ्रम हो। जनता जागे भने के हुन्छ भन्ने कुरा अहिले म भन्दिनँ, जनताले आफै गरेर देखाउलान्। हामीले त सजग पारिदिएको। यथाशीघ्र
छोडिदिनु, यसमाथि ऊमाथि मुद्दा थपेर राख्ने होइन। त्यो रवि लामेछानेलाई लगेर किन कोचेको भन्ने कुरो बुझिएको छ। आरजु म्याडमलाई किन कोचिएको छ? अब आरजु म्याडमलाई हतकडी लाग्नु पर्ने हो, मन्जु म्याडमलाई हतकडी लाग्ने भयो, गिरिबन्धुमा हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूलाई नि हतकडी लाग्ने भयो, सर्वोच्चले दोषी देखाइसकेको छ भनेपछि पकडा पर्ने भयो भनेर सुईको पाएर मध्यराति दही चिउरा खाने न्युमा बालकोट पुगेर पछि भोलिपल्ट थापाजीका घरमा, सरकार थापाजीका घरमा बन्छ कि संसदमा बन्छ? संसदमा। अनि त्यहाँ बनाउने ठाउँमा थापाजीका घरमा सुटुक्क गएर अपवित्र गठबन्धन भयो। जुन कुरो अपवित्र छ त्यो कुरो कहिले पनि त्यसले जित्दैन। कांग्रेस र एमाले यसैको लागि काम होइन, जिन्दगीमा नमिले बाबु आजदेखिबाट आजसम्म थाहा नभएको चिज कहाँबाट? अरे घर फुटे, बुहारी फुटे, घर फुटे, भाइ फुटे, मन्दिर फुटो, मस्जिद फुटो, शौचालय शुद्ध बारियो। यो पहाडको कुरो है। फेरि शौचालय शुद्ध बारियो कांग्रेस कम्युनिस्टले गर्दा। कस्तो चिज घुसाएको रहेछ भन्ने कुरो थाहा पाइयो। तिनै मान्छे मिलेर राजा गरेर फ्याँकियो, तिनै मान्छेले कांग्रेस कम्युनिस्ट भनेर ल्याइयो। अहिले त्यही चिज खराब रहेछ बुझ्यो। अब यस पछाडि अब समय, मौका, टाइम मैले अघि भने थोरै 2-4 मौका, 2-4 दिनको समय हो। यो परिवर्तन भयो 100% भयो। तर बाँकी त टाइम लाग्छ, 2-3 दिन यसो मिल्नै पनि लाग्छ होइन। घर मिल्ने होइन, म एउटा प्रश्न सोध्छु ल। दुर्गा परसाईलाई चाहिँ किन राखे यिनीहरूले? दुर्गा परसाईले देशको लागि, जनताको लागि, मरिरहेका पीडित महिलाहरूको लागि होइन, जति पनि सहकारीमा ठगी गरिएका महिला पीडितहरूको लागि आवाज उठायो। एउटा सबैभन्दा तल्लो वर्गको आवाज उठाएछ त भोलि भोट त उसको हुने भयो, जित्ने उसले भयो, समाज उसको हुने भयो। यिनीहरू जसले राम्रो काम गर्यो त्यो डराउँछन् क्या? आएको यति हो। पार्टी खोलेको छैन, भिजन छैन दुर्गा परसाईको। मेरो जिज्ञासा है होइन, उसले नेतृत्व गर्यो होइन। मलाई ज्ञानेन्द्रले कमान्डर राखेको, ज्ञानेन्द्र सरकारले कमान्डर दियो भनेर चाहिँ भन्नुभएको थियो होइन। कमान्डर दिएको होइन रहेछ भन्ने पनि मैले बुझेँ। यो के हो? यो कमान्डर दिएको पनि हो। सुन्नु, अनि तपाईँले भन्नुभयो भिजन छैन भने मारे भन्दा परतिर नेपालमा कुन चाहिँ नेपालीले यत्रो काम गरेको छ? 8 क्लास पढेको मान्छेमा, 8 क्लास पढेको मान्छे, यत्रो हस्पिटल कसको भिजनले बनायो होला? तपाईँ सोधिदिनु त एकचोटि। उसका छोराछोरी डाक्टर के हाम्रा भिजनले बनाएको हो? तपाईँले नै भनिदिनु न। उसको भिजन रहेनछ भने यत्रो हस्पिटल बनायो कसरी? 5 स्टार होटल उसको दिमागमा आयो कसरी? बनाउँदैछ कसरी? नेपालमा नभएको पहिलो स्कुल बनायो कसरी? उसको भिजन होइन। सबै भिजिलन्तेको चाहिँ भिजन छैन र उसको भिजन धेर छ भनेर थुनेका। मलाई सोध्नु न, भिजन धेर भएर चाहिँ नपढेका मान्छेले सुन्नु। विश्वमा 100 जना मान्छे तपाईँ नाम लिनु, 100मा 5 जना पढेका छन्, 5% पढेका छन्, 95% नपढेका मान्छेले काम गरेका छन्। बिजुली कसले बनाएको? सुन्नु, बिजुली कसले बनाएको? आज भन्दा 300 वर्ष अगाडि स्कुल थिएन भन्थे, पुल कसले बनायो? सुन्नु, नपढेको होइन। ऊ भिजन पढ्नलाई, यो काम गर्नलाई भिजन हुनु पर्दैन। सुन्नुभयो? सबैभन्दा ठुलो भिजन भएको ऊ हो। भिजन भएको मान्छेले पत्याउँदैनन्, पढेको छैन भन्छन्। तर जो मान्छेले पढेको छैन, 1000 जना मान्छे पछाडि काममा लगाइरहेछ भने भिजन छ कि छैन तपाईँ मूल्याङ्कन गर्नु। मैले तपाईँलाई यो भनेको। यसैमा सानो जोड दिन्छु। जोड दिनु। राजा महेन्द्रले कुन स्कुलमा कति पढेको थियो? हजुर। तर राजा महेन्द्रका पालामा 10 वर्षमा देशलाई कस्तो आत्मनिर्भर गराएको थियो। कतिवटा कल कारखानाहरू खुलेका थिए। गिरिबन्धु टी स्टेटको कुरा होस् कि धनकुटा जाने बाटो होस् कि देशभरिमा 50-60 वटा 10 वर्षको अवधिमा कल कारखाना खुलेर देशमा जुत्ताहरू सप्लाई गराएर विदेशमा सम्म एक्सपोर्ट गर्ने राजा महेन्द्रले कुन स्कुलमा पढेको? कति पढेको? काम गर्ने मान्छेलाई। अर्को कुरो, दुर्गा परसाईको भिजन छ कि छैन भन्ने कुरो टिकटकले देखाइदियो। टिकटकमा इफेक्ट छ दुर्गा परसाईको। नेपालका प्रधानमन्त्रीको छैन, लतरको आउँदैन। जसको पाए त्यसको टिकटकले हाल्दैन, हालिदियो। त्यो पनि चाइनाले वर्ल्ड क्लास मान्छे रहेछ भनेर एउटा मान्छे जसले
तीनटै दलको सातो पुत्लो उडाइदियो एउटा मान्छे जसले गणतन्त्रको जरा हल्लाइदियो एउटा मान्छेले मुलुक मेचीदेखि महाकालीसम्म भुइँचालो ल्याइदियो एउटा मान्छे जसले राजालाई लगेर मेचीको बगरमा दियो बालेर सुरुवात गरेको अभियान देशभरि र संसारभरि फैलियो र सबै त्यता जुटे भने त्योभन्दा भिजिनरी को हुन्छ अर्को देखाउन डराए सबै राजनीतिक दुर्गा प्रसादले सबै दलको सातो खाएको हो। अर्को कुरो टिकटकले इफेक्ट हालो मैले भनिदिइहालेँ होइन। त्यसकारण राजनीतिक रूपमा उहाँलाई त्यो दिन त्यत्रो दमन राज्यले गर्यो किन? डराएको हो बोल्न स्वीकृति दिने अनि दमन गर्नका लागि अघिल्लो दिन नै योजनाबद्ध हिसाबले राख्ने भनेपछि सबै देशभरि र संसारभरिका मान्छे अहिले एक ढिक्का भएका छन्। दल विशेषलाई रुचाएका रहन्छन् भन्ने कुरो अहिलेको यिनै युवाहरूको भोइसबाट पनि बुझियो। दिउँसो त छानामा चढेर इलामको घरका छानामा राष्ट्रिय झण्डा लगाएर राष्ट्रिय गीतमा मान्छेहरू युवाहरू नाच्या छन्। इलाम बोलिसक्यो। इलाम बोलिसकेपछि 77 जिल्ला बोल्नेवाला छ। भक्तपुर बोलिसक्यो, काठमाडौँ पाटन सबै बोलिसके। हुँदा हुँदा कर्णाली जागिसक्यो होइन। गिरिया जिल्ला केपीको तीका युवाहरू जागिसके सबै होइन त। अर्को कुरो सुरुङ्गातिर घरका छानामा पार्टीका झण्डा होइन, चोक चोकमा राष्ट्रिय झण्डा देश सुरुङ्गातिरका ती सबै युवाहरू सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि नमन गर्छु। जब मैले चोक चोकमा राष्ट्रिय झण्डा देखेँ त्यहाँ के भन्दै हुनुहुन्थ्यो भने हामीले त घरैमा ठुला झण्डा राखेका छौँ भन्नुभयो। भन्नुको मतलब मुलुकमा राज संस्था पनि आइसक्यो, गणतन्त्र गइसक्यो। एउटा अन्तिम प्रश्न राजा आउँछन् होइन, राजाले नै आएर गर्छन् नै भन्ने के छ? राजालाई अभिभावकको रूपमा राखेको मात्र हो। जनतैको छोराछोरीले गर्ने अहिलेका नवयुवकले गर्ने हो, जनताले छान्ने हो। जनताले छानेको नवयुवक गरेर गर्ने हो। राजाले खालि घरको बुबा जस्तो मात्रै हो, अभिभावक मात्रै हेर्ने मात्रै हो। अभिभावक मात्रै त्यति हो। ल नेपालीलाई एक ढिक्का पार्ने अभिभावक खोजेको। ल अब हामी जाग्यो होइन त? एकदम जागिसक्यो। ल ओके ल जय राष्ट्रवाद। जय राष्ट्रवाद। ओके ल जय राष्ट्रवाद। जय राष्ट्रवाद, जय पृथ्वी।